करिब 9:45 बजेतिर होला प्रहरीलाई यो चाहिँ बिनपचार जनजागरण सामुदायिक वनमा एउटा बालिकाको अचेत अवस्थामा फेला परेको छ भन्ने स्थानीयबाट खबर भइसकेपछि तत्काल प्रहरी टोली सोको सहितको प्रहरी टोली र स्थानीय त्यहाँको प्रहरी टोली पुगेको छ। पुगिसकेपछि हामीले घटनाको बारेमा प्रारम्भिक अनुसन्धान गर्दा त्यहाँ एउटा बालिका अचेत अवस्था लगभग मृत अवस्था जस्तो फेला परेको थियो र त्यो क्राइम सिन घटनास्थल सम्पूर्ण कामहरू गऱ्यौँ र बालिकाको पहिचानका लागि हामीले प्रारम्भिक बुझ्दा यहाँ बिनपा एक को भन्ने भयो र उहाँको आफन्तसम्म पुग्ने कोसिस गऱ्यौँ र सँगसँगै त्यो घटनामा प्रारम्भिक हेर्दाखेरि त्यहाँनिर भएका कुराहरू र त्यहाँ गएको मान्छेहरूको स्थानीयसँग बुझ्दा एकजना अर्को मान्छे पनि गएको भन्ने सूचना आयो र त्यसका कारण हामीले तत्काल एकजना अर्को बालिकालाई चाहिँ समातेर नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएका थियौँ। पछि अरू थप 3 जना मान्छे पनि त्यो वारदातमा पुगेको भन्ने कुराहरू प्रारम्भमा आयो र थप 3 जना सहित 4 जनालाई प्रहरीले नियन्त्रणमा लियो। प्रारम्भिक सोधपुछ पश्चात 4 जना उप अहिले यो जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता भएर अनुसन्धान भइरहेछ। बाँकी अहिले प्रारम्भिक अनुसन्धानमै छौँ हामी।